र सम्पूर्णमा नमस्ते। आज पनि हामी सेती खोलाको थोरै बन्दिजम भन्दा तलपट्टि हाम्रो यो उसको बाटो चढ्दैछौँ, भिरालो बाटो। फेरि हामी सेती खोलामा असला र कत्ले मार्न जाँदैछौँ। बाटो त्यही हो झर्नी। ल बाटो चाहिँ अप्ठ्यारो छ, बिस्तारै हिँड्नुपर्छ बाटो। हेर्नुहोस् है, बाटो यस्तो छ। यहाँबाट तल झर्ने हो। कहिले नआउनेलाई त गाह्रो छ यो बाटो आउनलाई। हामी त हिँडिराखेको भएर हामीलाई अलिक सजिलो छ। माछा मार्ने ठाउँमा थुप्रै छ है। यता पनि छ, माथि पनि छ, तल यता तल चाहिँ अलिक बाटो अप्ठ्यारो छ। कहाँबाट हो? यता होइन, यो बाटो हो कि? 2-3टा बाटो छ यता। हामी उताबाट के खनेको यहाँ? तरुल खने रहेछ नि, बनतर रहेछ नि त। यो तरुलको झाडी है। यताबाट हो कि यहाँबाट? मान्छेहरू थुप्रो आउँदो रहेछ त, पुरै वनमा हिँडेको बाटो। हामी यताबाट होला जाने, यो बाटो है। वनको बिचमा बाटो धेरै छ। यही बाटो यता होइन यता। डेन्जर भङ्गा नि हेर्ने यस्तो है। सब यो पछि यो भाँसिन्छ होला क्या पुरै। हेर्न यस्तो भङ्गन छ। खोला कराएको सुनियो, अब आइसक्यो। खोलासम्म आइयो बल्ल बल्ल। खोला आयो है। हाम्रो जक्सन भनेको यहाँको माछा मार्ने। यहाँ कतिको लाउँछ। पहिला त अर्कै भन्छ पानीको पार त। अर्कै भएको, चेन्ज भएको यार। बाटो नि चेन्ज भएको डेन्जरै। एकारे उस लोकेसन खानामा न कतिको लाउँछ। अब हामी माछा मार्न जाँदैछौँ। त्यसको लागि मैले यहाँ दाना घरै बनाइसकेको छु है। दाना त्यही हो हाम्रो पाउरोटी रोजको। सधैँ हामीले त्यसमा युज गर्छौँ। यसमा पाल पार्नुहोस्, यसरी निचारेर गर्ने है। मैले आज गनौला, मुलखातको गनौला पनि ल्याएको छु। कत्लेहरू पर्न सक्छ। कत्लेहरू त खाना त उसले नि खान्छ, दाना पनि खान्छ। हाने अर्कै बनाइदिन्छ है। ठाउँ त अहिले चेन्ज भएको छ अर्कै।
वर्षै पछि ठाउँ चाहिँ चेन्ज हुँदै जान्छ है खोलाको। मैले भेलमा हाने गहिरो रहन्छ, तानेन धागो, गहिरो भए त तान्थ्यो। यो ठाउँमा खासै लाग्न जस्तो लाग्यो, अलिक तल हेर्छु है त। लोकेसन चेन्ज भएर माछा अलिकति कहाँनिर पर्छ त्यो थाहा भएन। अलिक हेर्दै जाऊँ ठाउँमा कता कता पर्छ, फेरि म माथि पुग्ने। अनि हेरौँ माछा नपर्ने पर्ला जस्तो ठाउँ जस्तो। पऱ्यो है फर्स्ट क्याच आयो। मसिनो धेरै रहेछ यहाँ, मसिनोले हाने। काँडा चाहिँ मैले धेरै सानो खेलाउनु, मैले यत्रो खेलाउँछु। यो हाम्रो 10 रुपियाँ खाले काँडा हो यो। खोलामा किनभने खोलामा अब धेरै अड्किन्छ, सिसाहरू जान्छ, काँडाहरू जान्छ। मैले डबल काँडा खेलाउँछु। त्यही माथि हजुरहरूले अब महँगो काँडाले राम्रो पर्छ भन्ने सोध्नुहुन्छ, मैले यही काँडाले पारिरहेको छु माछा त। पर्न त सस्तो पनि राम्रो पनि यसले नि पर्छ माछा चाहिँ। खोलामा अब प्याकेट किने नि सस्तो पर्छ यो काँडा, 4-5 रुपियाँ गोटा पर्छ एउटालाई। अब अर्को राम्रो खाले अब जापानिजहरू किन्यो भने चाहिँ त्यो अलिक महँगो पर्न गयो। अनि खोला अड्क्यो भने गइहाल्यो। खोला किनभने अब फोहोरहरू फालिदिएको हुन्छ, सबै झाडीहरू हुन्छ, अनि तारबार हुन्छ, मुढाहरूमा अड्किन्छ, ढुङ्गामा अड्कियो नि अब गयो। 30-35 रुपियाँ पर्छ एउटा काँडालाई, यो 5 रुपियाँमा आयो। यसले नि माछा हानेपछि चाहिँ मिस्टेक जाँदैन। मसिनोले हानेछ है बेसै, हान्न त हानेछ, ड्याङ हानिरहेछ, तर मसिनोले। पऱ्यो सेकेन्ड क्याच। यतिको
त्यत्रो ठुलो गाडाले यतिको मसिनो नि हान्छ भनेपछि तपाईँहरूले धेरै सानो खेलाउनु पर्दैन। कहिलेकाहीँ फेरि ठुल्ठुलो कत्ले नि पर्छ, कत्ले पऱ्यो भने चाहिँ सानो गाडा फेरि सानो जान्छ है। दुईवटा पऱ्यो। मसिनोले मात्रै जिस्कायो यहाँ भएन, माथितिर हेरमै चाहिँ मसिनोले जिस्काएको जानुपर्छ गाइस। यहाँ अलि मसिनोले जिस्कायो, अलि माथितिर हेर। माथि पनि रहेछ माछा मार्ने मान्छेहरू माथि। यहाँ दुईवटा भन्दा परेन, माथितिर हेरमै। भेना माथितिर जानुपर्छ, कतिको मार्नुपर्छ। यहाँ दुईवटाले पत्तायो। भेना चाहिँ पारि जानुपर्छ, म त्यसको बाटो कतिवटा पऱ्यो, एउटा पनि पऱ्यो होइन। ए भेनाले नमार्नु भयो रहेछ। गइदिन्छ पानी। यो माछाले कोतारेको सबै ढुङ्गा यो माछाले खाएकै छ। माछाहरू मसिनो खायो त है, अलि माथि माथि ठुलो पर्छ, अलि सानो पर्नु पर्दो रहेछ। सबै माछाले कोतारेको आम्मामा मसिनोले कोतारेको हेर्नुहोस्, सबै माछाले कोतारेको ढुङ्गा है। यस्तरी कोतारेको माछा चाहिँ छ, तर अलि मसिनो रहेछ नि त। खान्ता बबाल बबाल छ, माछा परेन।
ल आज चाहिँ माछा पऱ्यो तर अहिले सानो पऱ्यो है, अलिक तलतिर। यहाँ माथितिर अब अलिक ठुलो पर्दो रहेछ, यता तलतिर अलिक सानो पऱ्यो, पर्न त पऱ्यो, सानोले धेरै खायो है। आज हाम्रो फिसिङ भ्लग यहीँ समाप्त गर्दै हामी हाम्रो टाइम पनि हुन लाग्यो। नेक्स्ट भिडियोमा भेट्छौँ ल। अहिले चाहिँ हाम्रो माछा सानो पऱ्यो यहाँ। माछा चाहिँ हाम्रो बन्जिजमभन्दा माथितिरै अलिक ठुल्ठुलो आउँदो रहेछ, यता चाहिँ अलिक सानो भएको छ है। नेक्स्ट भिडियोमा हामी त्यतै भेटौँ है। ल बाई बाई।